खाना खाइसियो हो र यता गुड मर्निङ गाइज है हामी चाहिँ कार्गियामा छौँ अहिले चाहिँ देख्न सक्नुहुन्छ हाम्रो प्राकृतिक सौन्दर्य हाम्रो गाउँको यो मेरो गाउँ ठाउँ भन्दैन ठाउँ ठाउँहरू भन्दै उता कुन हिमालय हाम्रो पौडी भन्छ त्यसलाई चाहिँ त्यो छ जुन देखिरहेको छ गाउँ एकदमै मजाको पौडी हुन्छ हल्का माथि जान्छ त्यहाँ चाहिँ त्यो चाहिँ हाम्रो भुरपोखरा भन्छ त्यसलाई भुरपोखरा भन्छ होइन त्यसपछि यो चाहिँ हाम्रो यो मन्दिर जुन रुख देखिरहेको छ नि गाइज यो चाहिँ हाम्रो चाहिँ एकदमै दुर्लभ के अरे दुर्लभ भन्नाले एउटा एकदमै त्यो धार्मिक क्षेत्र मानिन्छ यो चाहिँ हाम्रो त्यो दारुमतीको देउता भन्ने भनिन्छ होइन त्यसपछि उता पारि चाहिँ हाम्रो उहाँ चाहिँ हाम्रो यो उता दलमल डेरा भन्छ त्यो दलमल डेरा भन्छ जुन देखिरहेको छ घरहरू त्यहाँ चाहिँ मेरो माउली हो मेरो माउल पर्छ त्यहाँ चाहिँ अनि हिमालयको कुरा गर्दै अनि त्यो परको जुन हिमाल ठुलो हिमाल देखिरहेको छ नि गाइज होइन अन्नपूर्ण रेन्ज सिस्ने हिमाल र अन्नपूर्ण रेन्जहरू छ त्यहाँ सिस्ने हिमाल हो हल्का उता पर देखिन्छ सेतो हिमाल ठुलो हरियो हरियो पछि उता सेतो एउटा चट्टान जस्तो सेतो देखिँदैन यसो त्यो चाहिँ हाम्रो चाहिँ अन्नपूर्ण रेन्ज भनेर चाहिँ भनिन्छ गाइज यो चाहिँ हाम्रो एकदमै एकदमै रोमाञ्चक ठाउँ छ हाम्रो चाहिँ होइन एकदमै शान्तिपूर्ण ठाउँ छ एकदमै जति हेऱ्यो नि आँखा नै रसिलो हुने टाइपको छ होइन जाउँ हल्का तल यहाँनिर चाहिँ हाम्रो स्वास्थ्य छ स्वास्थ्यमा चाहिँ अहिले जान भ्याएनौँ अब खाना खाने भनेर चाहिँ घरदेखि हामीलाई बोलाइसकेको छ अब हामी खाना खान्छौँ गाइज खाना खाइसकेपछि हामी छिटो भेट्छौँ ल लेट्स गो गाइज गाइज भन्दा अर्को भन् के भन्छन् मित्रहरू भन् रेकर्ड छ ल गाइज अब गाइज भन्ने साथी भन्यो अब हामी मित्र पनि होइन सोध्दैछु साथी हो हामी लागि परेका छौँ अब घरतर्फ र अब हामी खाना अब यसो पकाएर मेरो के दिने हो कि के ब्लगमा तिमी मात्र आउने हो साथीलाई पनि देखाउनु पऱ्यो है गाइज है साथी हो ल मेरो साथी रमाइलो छ होइन तपाईँहरू कहिले कुनै समय मिल्यो भने तपाईँहरू पनि आउनु होला ल त्यहाँदेखि धेरै मैले भर्खर के अरे अन्नपूर्ण 1 र अन्नपूर्ण थरहरू देखिरह्यो नि एउटा सिस्ने हिमाल भइदिरहेको छ भ्यू राम्रो छ रेकर्डिङ के देखियो भ्यू राम्रो छ होइन रेकर्डिङ भइरहेको ल के चाहिँ मेरो होइन अनि त्यसपछि कस्तो लाग्यो त हिमाल मेरो साथी ठाउँ टाइम पाएपछि मलाई हल्का अफरोड ल ओभरअल भन्दिनँ नि त हिजोको यहाँ नेपालगञ्जदेखिको यहाँको यात्रादेखि लिएर र हाम्रो यो अब बिहान उठेपछि यो देखेको दृश्यहरू कस्तो देखिरहेको छ त कस्तो लाग्यो हजुरलाई बाटोभरि पुरै धान त होइन धान फलेको पुरै पहेँलो यस्तो दामी भ्यू तपाईँले अलरेडी नै हेरिसक्नु होला त मैले ब्लगमा हालिदिइसकेको छु भिडियो अगाडि अरू त के नै छ तपाईँले आँखाबाट हेरिसक्नु भयो अब मैले के बयान गरेर सक्दैछ नि ठाउँको हजुरलाई अझै भनेपछि हजुरलाई चाहिँ जति भने नि शब्द नै छैन है शब्दबिन हुनुभयो हजुर निशब्द हुनुभयो है ल गाइज अझै यो त ट्रेलर मात्रै हो गाइज हेर्नुहोस् होइन यो त ट्रेलर मात्रै हो अझ के हेर्नु बाँकी छ हजुरलाई चाहिँ अझ देखाउनु धेरै बाँकी छ हामी यसपछि अब हामी चाहिँ अब लियर हाम्रो ठाउँ यो ठाउँलाई चाहिँ हामीले एउटा के अरे पर्यटक क्षेत्र बनाउनुपर्छ गाइज चाँडै हुन्छ आउने 4-5 वर्षमा यो पर्यटक क्षेत्र हुन्छ यहाँ चाहिँ ल गाइज हेर्नुहोस् हेर्नुहोस् काहीँ छ त यो सिन ओन्ली फ्रम कार्कीगाउँ है यो सिन चाहिँ कार्कीगाउँदेखि मात्रै देखिन्छ हेर्नुहोस् हाम्रो गाउँका लोकल बासिन्दाहरू भाडा धनी हुन्छ खै हेलो भन्नु न हात हलाउनु न एकदम लजालु स्वभावको छन् हाम्रो गाउँका मान्छेहरू चाहिँ अड्डा न त्यतिर हो है बिस्तारो होला कि भ्यू देखिने के भने देखेको छ नि यसमा तल चाहिँ उयो छ नि गाइज त्यो चाहिँ हाम्रो हेल्थ पोस्ट हो है जहाँ मेरो मम्मीले 27 वर्षभन्दा बढी काम गरिसक्नु भएको छ
ल हाम्रो गाउँका मान्छेहरू एकदमै हाम्रो चाहिँ उहाँ हजुरको नाम के भन्नु त हजुरको नाम के हो हजुरको नाम के हो हजुरको हजुर हजुरको नाम के भन्नु न दुर्की के दुर्की सर के कहाँदेखि आउनुभयो हजुर हजुर यो माया लाग्दो किन हुनुहुन्छ भन्नु त हो म मलाई चिन्नुभयो चिन्नुभयो कहाँ जानु लाग्नु भयो त अहिले कता भन्नु न कहाँ हो हजुर घर भन्नु न कहाँ हो हजुर घर के भनेको न अब आज त्यहाँ त्यो खिचाइकन मैले कहाँ पुर्याउने आउनु ल ल ल हजुरसँग भेटेर एकदम खुसी लाग्यो होइन राम्रोसँग जानुहोस् ल टाटा बाई 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 भन्नु न ल बाई बाई ल आइजाऊ है खै बाई भने खै यहाँ बाई भन्नु न ल बाई ल ल घरसम्मै बनाउने घरसम्मै निलो आकाश त तातिँदो रहेछ है ऊ त्यो मालिका भन्ने चाहिँ ऊ त्यो टावर देखिरहेको नि ऊ त्यही हो त्यही हो हामी जाने यहाँबाट अड्डा एकैछिन यहाँबाट अड्डा चुचुमा नि त्यो बादल आयो अब हेर्न मौसम किलो भइसक्यो झन् किलो रुपियाँ आइज गाइज हाम्रो गाउँ हजुर आउनुहुन्छ भन्ने मलाई आशा छ पक्कै पनि यस्तो दृश्य हेर्नलाई त आउनै पर्यो आँखा रसिलो बनाउनु छ भने आउनुहोस् हाम्रो लोकल भोकटे हेर्नुहोस् गाइस यस्तो भोकटे यहाँ कार्य मात्र पाउँछ यस्तो भोकटे चाहिँ यो भोकटे चाहिँ कार्य खानालाई कार्य आउनु पर्यो लोकल लक्क हेर्नुहोस् भेडाहरू लोकल भेडाहरू सही धेरै हात हिमालय चरा चढ उडेको कौवा उडेको कस्तो हेरिँदा पनि देखियो नि यार कुन फोक्यो मुखी जसरी के फोके 5.3 मा माखा लामो होला त बे के भन्नु अलि ल्यापटप हाल्दिनु आयो पुगिहाल्छ अलि ठाउँ हाम्रो ब्लगमा यार लठिचोरी छ गाइस अब हामी लागिरहेछौँ है अब हामी घरमा पुगिसकेका छौँ अब हामी केही कदममा हामी हाम्रो घरमा पुग्नेछौँ हेर्नुहोस् कागतीहरू यो चाहिँ मेरो ठुलमम्मीको घर हो होइन हेर्नुहोस् कागतीहरू लोकल कागती एकदमै यस्तो कागती खानलाई चाहिँ आउनु पऱ्यो पाकेको छ सुन्तला बराबर छ क्या गाइस यस्तो मिठो यस्तो ठुलो आहा हेर्नुहोस् भोटे कुकुर हेर्नुहोस् गाइस यो के हो गाइस ल गेस गर्नुहोस् भाइ यो के हो भन्त ल भागो है के गर्छ भागोले ल ल गाइस ल यस्तो पनि गर्नुपर्छ मेरो प्यारो भाइ हाम्रो गाउँको एकदमै प्यारो भाइ हो यो चाहिँ स्माइल कडा छ भाइको ओ खड्के हाम्रो डान्सर गाउँको डान्सर हो यो चाहिँ छ भाइ ब्लग छिटै हेरेछ है भाइ भ्लग आउँछ चिन्ता नगर ल गाइस हामी चाहिँ हाम्रो घरमा पुग्यौँ है अब चाहिँ हामी खाना खान्छौँ यो चाहिँ मेरो पसल मेरो काकुको पसलहरू तिनीहरू मेरो आन्टी आन्टी हेलो हेलो भने खै त ओहो के छ आन्टी खबर के गर्दै हुन्छ त हजुर मोबाइल हेरिरहेको भएको छ अनि खाना भइसक्यो त आन्टीको भएको छैन खानु पऱ्यो नि त ओहो अरू सबै ठिकै हुन्छ अङ्कल खै त ओहो ल ठिक छ ल आन्टी ल बाई भन्नु अब बाई ल गाइस हजुरलाई देखाउँछु यो चाहिँ मेरो घर आँगन है खाना खाँदैछन् त्यहाँ र यो दृश्य यहाँ एकै ठाउँमा अड्डा बल्ल भ्यू देखिन्छ त्यो सट्टै कट्छ ल हेलो गाइस हामी चाहिँ अब
आज हामी वनभोजमा जान थालेछौँ है। कहाँ भन्न माथि मालिका हाम्रो जाजरकोट कार्कीको मालिका भन्ने मन्दिर छ होइन, अझै माथि हाइटमा लगभग यहाँदेखि अझै 300 मिटर अझ हाइटमा हामी माथि जाँदैछौँ। अनि त्यसपछि हामी वहाँ गएर चाहिँ आज जस्तो कुखुरा लोकल भाले काटेर त्यसको सेकुवा हुन्छ कि के हुन्छ हामी सब बनाएर चाहिँ त्यसलाई पाठपूजा खान्छौँ होइन। अनि खाएर चाहिँ नाचगान गरेर रमाइलो गरेर चाहिँ हामी चाहिँ हजुरलाई देखाउनेछौँ त्यो भिडियोमा चाहिँ गाइज। हाम्रो यात्रा सुरु हुन्छ, हाम्रो यात्रा कसरी हुन्छ, कस्तो छ बाटो त्यो पनि देखाउँछौँ अलि क्लिपहरू होइन। एकपटक यहाँदेखि देखिने दृश्य पनि हेर्नुहोस् गाइज, देखाइदिनु। यो सिन यस्तो छ। नमस्कार हजुरआमा। नमस्ते हजुर। कति लाग्नुभयो डाँडा? ए हस् हस् गाइज। अब हेर्नु सक्नुहुन्छ हाम्रो होइन वहाँ परेको चाहिँ वहाँ जक्तिपुर हो गाइज होइन। त्यो चाहिँ हाम्रो डाँडामतीको देउता भनेर हामी भन्छौँ। त्यो माउन्टेन छ नि गाइज, त्यो माउन्टेन छ नि गाइज, त्यो माउन्टेन चाहिँ हाम्रो त्यो सिस्ने हिमाल बवाल छ है गाइज। बवाल छ, सिन चाहिँ दामी छ। जुम गरेर देख्नु। अब हामी यात्रा गर्छौँ, हामी चाहिँ हाम्रो साथीहरूलाई वेट गरिरहेको छौँ गाइज। हाम्रो साथीहरू चाहिँ किन ढिला गरिरहेको छ है। ल गाइज अहिले अब बाटो गयो हामी राम्रो आएको छ। हामी हिँडेको चाहिँ हाम्रो हजुर देखाउँछौँ है। ल चिल गाए चिल हजुरको आज मालिकाको दर्शन गराउँछौँ गाइज हजुरहरूलाई हामीले। साथी हो चलो हम चले। तिनी फेरि आधा घन्टा लाउनु बेड छैन यार। भिडियो गर्न भिडियो भइरहेछ। किन यस्तो बाहिर अब त्यो तेल कम भयो जस्तो छ। स्कुल हाम्रो स्कुल गाइज। हाम्रो चाहिँ हाम्रो श्री नारायण उच्च माध्यमिक स्कुल है। बाइक यहीँ रोक्ने हो? होइन भइहाल्यो, केटाहरू आउँछ। कताबाट माथि जाने हो? यहाँ घुमाउनु माथि ल्याएकोस् देखाएर छु। आइसक्यो सब भ्यूहरू तानिसक्यो। यस्तो ग्याबमा पनि यस्तो छिटो हावा हाल्छ यार। यतिको तल मार्छ यार। भनेको त्यही नागरको डाँडा हो। यहाँ जङ्गलभित्र बसौँ गाइस। जय मालिका मन्दिर, जय मालिका माता की जय। हाय सेन लाइटर साइटर के लिए आओ। लाइटर ल्याएन क्या यार? लाइटर ल्याएन, दाउ ल्याइएन, दाउ ल्याइएन। बिर्सिहाल्यौँ क्या।
ब्लगिङ भनेको खास गरी नेचुरल टक हो क्या बल्ल मजा आउँछ पर्सि दिनुपर्छ त ल आइज नि त प्यारो प्यारो पुसै होइन हाम्रो गाडी गाउँको चाहिँ अनि महेन्द्र पुसै होइन एकदम प्यारो हाम्रो लोकल भाले होइन अनि ल्याउनु भएको छ लोकल मान्छे लोकल भाले होइन अनि हामी एकदम चिल मान्छे है मेरोमा चाहिँ के भनिदिउँ 2 शब्द म के भनौँ र भनिदिनु न थोरै के अब कस्तो लागिरहेछ के छ धेरै पछि अब धेरै पछिमा यहाँ आएर चाहिँ अब पहिलोपटक हो कस्तो लाग्यो एकदम राम्रो लाग्यो दिशा गर्दैछ एकदमै झुन्डाउनु पर्थ्यो त बर्बादै बनाएको छु ल यहाँ होइन पानी यो चाहिँ कुखुरो पानी अहिले यस्तो गऱ्यो हुन्छ कि हाम्रो प्योर होइन एकदम ओरिजिनल एकदम ओरिजिनल लोकल फुइमेरा कता पनि त्यसपछि लोकली गोडा गाइस भाले भाले ग्याङ यहाँ ल्याएर म किच्छु नजिकबाट भाले ग्याङ त्यही नहल्ला न भाले ग्याङ गाइस भाले ग्याङ है ल गाइस यो चाहिँ हाम्रो ठाउँ हो हेर्नुहोस् यस्तो ठाउँ अब हजुरले हेर्नु छ भने चाहिँ एकाडिको आउनु पर्यो होइन अब यस्तो हिमाल पहाड आज हल्का त्यहाँ कुहिरो लागेको छ हल्का कुहिरो लाग्यो नत्र भने एकदम खतरनाक हो गाइस हिमालदेखि हजुर तर यस्तो सिनहरू चाहिँ त ब्युटी बल छ खासै जुम गर्न मिल्दैन क्या नत्र त उ त सिस्ने हिमाल देखाउने के अरे नि आखै त्यसले हिमाल धौलागिरी पनि थोरै धौलागिरी सरी मैले अन्नपूर्ण भने धौलागिरी हो धौलागिरी देखिन्छ अनि यो सुन यता बादल भएको पनि त्यहाँ पनि हिमाल छ र छैन यतातिर होइन त्यो हिमालय त्यो रेन्ज पनि हिमाल यो बादल भएको नि हो यो साइड पनि यो साइड चाहिँ माथि त बादल के त्यहाँ पनि हजुर यहाँ छैन यतापट्टि होइन उ त्यहाँ यताको छ नि यो बादल लागेको छ नि बादल के देखाएको छ नि हिमालय न ऊ त्यो धौलागिरी हो त्यस्तै लाग्यो मलाई यो बादल लागेको साइड पनि हजुर हो क्या यसमा छैन ऊ त्यो माथि अलिकति थोरै छ नि त्यहाँ हजुर हजुर त्यो धौलागिरी त्यो सिस्ने यहाँनिर एउटा ऊ यो यहाँ देखिरहेको छ यो टाकुरे हिमाल यतापट्टि यसको ऊ त ग्याप गुड ग्यापमा हो अब यसमा देखिन्न ल गाइस अब हामी चाहिँ अब यो यता छैन ल अब हामीले यो देख्यौँ यो हामी सबै हेर्छौँ गाइस अब हामीले पानी लगाउनु पर्यो होइन पानी लगाउनु पर्यो गाइस हामीले होइन कुकर छ कुकर यहाँदेखि कति मिनट हो र हिँड्ने भइरहेको छ कि नै भइरहेको क्या अन छ त बोल न यहाँ रातो देखायो होला त रातो भन्यो भने भिडियो गाइस हामीले चाहिँ अब हाम्रो अब यो खानपिनको तयारी गर्नुपर्छ होइन अनि हामीले पानी सानी त्यो के हो आमा यति खान्छन् त अब गाइज हामी चाहिँ अब पानी सानी बोक्छौँ होइन हल्का थोरै हल्का पर बसी गएपछि हाम्रो डेस्टिनेसन छ जुन ठाउँमा हामी पकाएर खाने कार्य सुरु गर्छौँ जङ्गलको भित्र पुग्छौँ यो जङ्गल देखा त्यो चाहिँ हाम्रो मालिका हो त्यो टावर देखिरह होला सकभर अब देखिँदैन तर त्यो माथि त्यहीँ जाने हामी स्थान हो अब यही रिम हो हामी चाहिँ एकदम टपमा छ है गाइज टपमा छौँ बबार ठाउँ चाहिँ गाइज बबार ठाउँ हो ल गाइज ल सिउ सुन हाम्रो चाहिँ अहिले पछि एकछिन भेट हुन्छ हाम्रो पानी भर्न जाँदैछौँ अब यो घरदेखि पानी लगेर जान्छौँ पानी नै भरौँ ए ब्याग पनि हेरिराखिदिउँ भारी छ बे ल्या बे यो हराउला बे त जान्दै म हेर्छु बरु जा स्याल कहाँबाट आउने र कि यहाँ आउँछ लाग्छ र स्याल लाग्छ भने त ल के साथी हो हामी चाहिँ अब हेर्न भएको ल्याएर आँसी ल्याएर ज्वरो ल्याएर दाउरा ल्याएर पानी सानी सब थोक ल्याइसक्यौँ हामीले लेकको एकदमै प्योर दाउरा होइन छिल्का पाउने बित्तिकै बलिहाल्छ यस्तो बोल्छ कि लगाइस होइन अब चाहिँ हामी जान्छौँ कटिङ सटिङ गर्छौँ त्यो भाला गाना साना घन्काउँछौँ होइन नाचगान हुन्छ कहाँ हो यहाँ पो पाला थियो यार हिँड्नु त खतरा छ र केटाहरू यार ए भाग्ला बे ए दौडो जान्छ अरे ट्रिप्पो पार्ने मान्छे ए घोप्टे सुरु गिलास छैन दुइटा ल्याए हुन्छ तिनवटा ल्याएन क्या सिने तर हामी मालिका माथि जानुपर्ने मालिका माथि जानु त ठिक हो यार यहीँनिर त हो हामी कहाँतिर जाने हो हामी यता बसौँ न यहाँनिर यता बसौँ ओए हामी कहाँतिर पकाउने हो त खुल्ला ठाउँ छ कि जङ्गल हो जङ्गल यस्तो जङ्गल हो भ्यू देखिन्छ भने जङ्गल हो क्या जङ्गल बिचमा कहाँ भ्यू देखिन्छ त ए हो
भ्यू त मा टपमा जानुपर्छ त्यो टावरमा जाने भनेपछि टावर चाहिँ तल्ले पुरै वरिपरि घुमाएर हल्का गाडी आउनु पर्दैछ योमा अगाडि आउनु पर्ने छ बहुत उतै हिमाल देखिँदैन थोरै न हो त्यही भने हो खुलिसक्यो वरिपरि हिमाल देखिन्छ न हल्का पुसमागमा आउनुपर्छ गाइज अन्त पुसमागमा आउनु क्यामेरासँग नबोल कि मसँग बोले भिडियो हुन्छ पुसमागमा आउनुपर्छ अझ होइन तपाईँ भन्दा भने पुसमागमा आउनुपर्छ अझ वरिपरि त्यहाँदेखि त्यहाँ पुरै हिमाल है हिमाल देखिन्छ पुरै त्यहाँदेखि त्यहाँ पुरै हिमाल देखिन्छ तल पुरा भेरी नदी देखिन्छ होइन भेरी नदी अनि यो यस्तो यो सिट पनि लाग्दैन होला पुरै क्लियर हुन्छ हरियो हुन्छ होला क्लियर हो क्या पुसमागमा त क्लियर हुन्छ यस्तो दामी सिन गाइज होइन पुरै छोडिदिनु के स्वर्गमा बसे जस्तो हुन्छ कि पुसमागमा यहाँ त यो पुरै लाइन हो क्या त्यहाँदेखि हिमाल यस्तो दामी देख्छ लास्ट बादल छ त्यहाँदेखि त्यहाँदेखि यहाँ पनि हुन्छ यहाँ पनि हुन्छ यो पर्छ यो मात्रै यो पर्छ यो पनि त रमाइलो हुन्छ त डाँडा डाँडा पनि पर्छ भजिजको भदैको घर नेरसम्म पर्छ त्यहाँदेखि तल पहिला हामी कति खेल्थ्यौँ सुन्नु भाइ अनि भोलि हामी जाने कताबाट त यता यस्तै घुमेर जाने होइन तलको मध्य पहाडी रोड तल छ अनि हिजो हामी जुन अफ रोड आएको थियौँ त्यही अफ रोड उति जाने हो होइन उताबाट आएको हामी उताबाट आएर यताबाट घुमेर जाने ऊ त्यसरी बाटो देखिरहेको पारी के पारीमा जक्तिपुर त्यो जक्तिपुर बाटो छ नि मध्य पहाडी रोड मैले भने तेरो घरबाट चाहिँ कहाँबाट झर्छ भनेको तल टावर छ टावर सुरेश छिटो आउन बिचमा टावर छ नि टावर जहाँदेखि माथि उकालो लागेको थियौँ नि त्यहाँसम्म अफ रोडै पुरै जानु पऱ्यो सबै अफ रोडै हो क्या त्यहाँदेखि सधैँ मध्य पहाडी बाटो हुन्छ त्यहाँ अफ रोडै हो तर पिच राम्रो छ हिजो आएको बाटो कति हामी हिँड्नुपर्छ हिँड्नु पर्दैन क्या तलतिर थोरै जुन त्यहाँको हामी ठ्याक्क उकालो लागेको थियौँ नि तल मेन रोड नै के बुझेँ मैले यहीँनिर टावर थियो त त्यही धारा जानेको त्यहाँतिर अघि त टावर देखिन्छ टावर तर देख्यौँ होला जसलाई बाटो छुट्टिन्छ यता छिर्ने एउटा उता जाने एउटा त जाने ल्याएर आयो त्यसले ग्लास जोसमा छ केटो आज ल त्यो गिलास पनि जाउँ गएर जाउँ म ब्याग बुझ्छु ए बोतल पकडे गाना बजा होइन फेरि कपिराइट आउला त भिडियोमा आउँछ जाउँ केटा जाउँ भन्नुहोस् केटा हो ल है केटा हो लाग्यो हामी वनभोजतिर लाग्यो ल्या बाइक देखा चिन्ता कस्तो आउँछ अँध्यारो होला आसी तलाकमा आसी तलाक ल हिँड्छु ए रेडी छ कि अन राजु बोलेपछि अन हो के सिनेमेटिकमा डान्स ल सिनेमेटिकमा त नाच्न म खिच्छु पुरा हेरेको क्या पुरा हुँदैन त्यो स्टेप कि त्यो स्टेप कुखुरालाई कटिङमै रहेछ यो राष्ट्रिय चारो सल्किन्छ यो काट्दैन र सिनेमेटिक होला चारो कुखुरालाई ढिलो गऱ्यो के त्यो भाडो तपाईँले निकाल्नु लागि हे माया तिम्रै लागि राख्या छुटो खाली
ल बा धुबी सल्लो भने के हो खासै के हो उयो सल्लो यही हो ल भिडियो गर गाइज होइन यसलाई चाहिँ अब यसको बारेमा थाहा रहन्छ होइन ल हाम्रो पुसाई महेन्द्र पुसाईले यसको बारेमा भन्नुहुन्छ यो खास हाम्रो अहिले यहाँ अब स्थानीय चाहिँ अब के भन्छन् भनेपछि अब यसलाई धुबी सल्लो भन्छ धुबी सल्लो भन्छ ल गाइज यसलाई चाहिँ के भन्छ धुबी सल्लो भन्छ धुबी सल्लो भनेको यही त है यही रुखदेखि हाम्रो यो फल छ यो फलेपछि झरेर चाहिँ यसलाई चाहिँ धुबी सल्लो भन्दो रहेछ है गाइज जब यो हेर्नु छ भने हाम्रो कारिगरको मालिका डाँडामा आएर हेर्नु पऱ्यो हुन त पाउँछ ठाउँ पनि पाउँछ तर स्पेसल हो क्या फेरि ल गाइज भिजिट मालिका मन्दिर यसको डाँडा मात्र हामी देखेको यार यसलाई त राम्रो देख्यो त जय गाइज हाम्रो आगो बल्दैछ है गाइज साथी हो आगो बल्दैछ त्यहाँ चाहिँ हाम्रो कुकुरको लागि चाहिँ त्यो घरालो लाग्दैछ किन हामी घर लाउँछौँ किनभने ए सुन्ने न डेक्ले गर्दा सानो र हामीले यो घर लाउँदैछ किन लाउँछौँ भने चाहिँ गाइज अब हाम्रो यो डर छ नि त त्यो आजको अब आगोको त्यसको त्यो धुवाले चाहिँ के हुन्छ धुवाको त्यो निस्किन्छ त्यो चाहिँ कालो हुन्छ कालो धुवा भएपछि धुनमा बहुत दोष लाग्छ त्यसैले के हुन्छ सेफ हुन्छ क्या भनेको के हो सेफ ल्यान्डिङ हो क्या यहाँको चाहिँ अब लिसो माटो होइन लिसो माटो चट्ट गर्ने यो झर्दै नझर्ने खाना पनि मिठो पाक्छ माटोले गर्दा मिठो स्वाद आउँछ होइन आगो बलिसक्यो हाम्रो यहाँ मास्टर सेफ नेपाल यहाँ आगो बलिसक्यो हाम्रो ल तर हल्का हामी आधी घन्टा ढिलो आयौँ कि कुखुरा ढिलो भयो के कुखुरा ढिलो भयो ठिकै हुन्छ कुखुरा ढिलो भयो क्या 3 बजे तयार भयो 5 बजे अनि आज हाल्ने पर्छ यो भिडियो गजर सुन क्या ओ इटी सिट गरेर हालिदिने यो बनभोज भनेर आज बनभोज पार्ट छुट्टै देखिन्छ यो माथि चाहिँ मालिका मन्दिर छ है गाइस देखान माथि हल्का डाँडा माथि चाहिँ मालिका देखिँदैन अहिले देखिँदैन हल्का टपमा गयो थोरै अब थोरै माथि गएपछि 5-10 ये त रगत आउँछ जाँदैन त खाली अलि तल फाल्दिनु पर्यो भुर्किदिन्छ काका भाग्यो काको भाले चुप्पै पाउँछ के हो केटा हो मात्रै लागेन नि हेर त लाग्यो ल्याने तपाईँबाट भए थोरै थोरै छिटा निसानी हो त्यो मैले छोडिदिएँ भने अब छोड्दैन माथि गयो क्या तल उजो जाला भने माथि गयो यार त यस्तो अगाडि भन्नुपर्ने अब कुरा बोल्दैछौँ चलाएर गाइस आहा क्या सेक्सी देखाएको छ यार हो है कुकुरको सेक्सी देखाएको छ क्या सेतो नाङ्गै पोल्यो केटा ब्रिक्स अरे ब्रिक्स ब्रान्ड तेलको सट्टा यो हाल्नुपर्छ केटा बुझ्यो ब्रान्ड हो ब्रान्ड मासुको के अरे इन्डियनहरूले भन्छ नि के अरे जुसी सेक्रेट मसला भन्छ इन्डियनहरूले के सिक्रेट मसला है जुसी रे होला ए यहाँ देखेन ल गाइस कुक फायर कुयो सेफ हामीले मगाएको है सुके स्पेशल कुक भुट्नी हो नि मजाले मासु भइगयो अलिकति भन कहाँ लगे तेल तातिन देउने यार 500 मात्र ले भनिस विषय पनि पिदिउला विषय पनि पिदिउला अब यसो हेर्नुको लागि चस्मा खोल्नुपर्छ सुन मास्टर सेफ सेकेन्डलाई सोध्दै त्यो जिराको धुलो हाल्यो कि अलि हाल्ने कि त्यो लास्ट पछि मसला हाल्ने हो मैले भुटिदिन्छु मात्र ल प्याक बन्द छ केटा यता देखान बत्ती
ओ तल कुसुम छ हेर त ए त्यहाँ पत्के मासु खोज्छ खसी छैन सेम हो दोष यार म यार लास्टै मिठो पकाउँछु मासु त्यो लोकल भने पकाएको छैन अहिले त हँदाएर देखि त रिसर्च गर्ने यार यता देखा न फेरि यस्तो हो क्या सधैँ यसरी आइँदैनन् के यो मुभमेन्ट भनेको चाहिँ हामी 3 जना फेरि 4 जना भेट्नु कति वर्षपछि हुने हो कि होइन एउटा छ यो तल एउटा फिल्ड छ नि वरिपरि जङ्गल एउटा फिल्ड भालेलाई लगभग 30 मिटर यता 30 मिटर यता 30 मिटर यता छ के निभिहाल्दो रहेछ कि आगो फेरि तेरो बुवाहरू गए हुन् होइन मेरो बुवाहरू गए हुन् त्यो फिल्डमा अनि अर्कै घटका फोटो पनि छ क्या जमानाको हेर भाइ है चिज छ तर त्यहाँ एकचोटि ढङ्गला यार के कारणले आगो बोलेन त्यही भने हेर्न निबी छ के बल्ने बित्तिकै निबी छ कसले हान्यो स्पाइस मसला बिसार हो आगो तान्नु पर्यो केटा आगो तान्नु पर्यो ठुलो भयो जल्न थाल्यो उता जान्छु क्या उता बलि तानेको छ धेरै बोला नि छैन म जल्यो के भुइँ छैन क्या थोरै अलि जलिहाल्छ ए कहाँ मलाई रातै भएको छैन धेरै न जिन्जर पेस्ट जति हाल्यो त्यति मिठो हुन्छ नुन यो बिसार यो बिसार यो अहिले हाल्ने कुट्ने भनेर भिने दिउँसै म त्यो लक्ष्यान्दैन नखाएला जन्म खतरा हो क्या हान्नु पर्छ भने पहिले चढेर हानेर थाहा हुँदैन थियो अनि म गएँ यता आइस न सुरुदेखि गाने स्टार्ट गरे काका भाले आयो है मेरो कान्ठो बधाई हो नि त यार भाले अब त्यहाँ खडक जानु पर्यो त्यहाँ गएर यस्तो भयो भने उठ बस्छ बाह्रजना भयो मजा आउँछ है मजा आउँदैन होइन अब चाहिँ हाम्रो वनभोज सकिएको छ अहिले हामी फर्किन लाग्यो गाइस सिधा ल हामी चाहिँ बाटो लागिसकेको छौँ गाइस होइन कस्तो भयो त केटा हो कस्तो भयो हाम्रो वनभोज ल केटा हो हामी लाग्यौँ गाइस कस्तो भयो त हाम्रो आज पिकनिक कस्तो भयो कस्तो भयो आज पिकनिक हो केटा रमाइलो रमाइलो भयो कुकर बोकेको छ है ल हाम्रा पुसाई राजा के हो यस्तो के हो गाइस यो जुन देखिरहेको छ नि यो हाम्रो जमिनको तारा भनेर भनिन्छ के
You can see the view. Guys. फर्किरहेर मलाई